नमस्ते सम्पूर्ण भाइ बहिनीहरूले। एउटा इम्पोर्टेन्ट क्वेसन के थियो भने क्लास 11-12 का स्टुडेन्टहरूलाई जेनरली आउने एउटा समस्या के हो भने नि जति पढे पनि इक्जाममा नभ्याउने, इक्जाममा आउने क्वेसन हामीले पढ्न नसकिने, नभ्याउने जस्ता समस्या आउँछ कि कसरी पढ्ने त। अब मेरो पर्सनली आइडिया लिन्छ भने म के चाहिँ भन्छु भने तपाईले क्लास 11 र 12 मा फाइनल इक्जामको लागि के कस्ता क्वेसन सोध्छ त त्यो भन्दा अगाडि के कस्ता क्वेसनहरु सोधेको छ। जस्तो कि क्वेसन बैंक लिनु क्या, धेरैले ओल्ड इज गोल्ड लिने गर्छ र त्यसबाट प्र्याक्टिस गर्छ। तर मैले के चाहिँ हेरेको छु भने नि 90% विद्यार्थीले ओल्ड इज गोल्ड लिन त लिन्छ तर पढ्न पर्दैन। किन भन्दाखेरि नि अब सरले सोध्नको लागि ल एउटा सोध्यो, दुईवटा सोध्यो, अब धेरै सोध्न गयो भने आफै पनि बोरिङ लाग्छ। अब आफूलाई धेरै आउँदैन आइडिया, अब सुरुदेखि नै चाहिन्छ। अब सरलाई सोध्ने गयो भने कति सोध्न जाने त। अब कुनै सानोतिनो प्रब्लम आयो अथवा कुनै कन्फ्युजन छ भने पो सरलाई सोध्न जानु, तर सबै चाहिँ कसरी भ्याउँछ त सरलाई सोध्न। र यसै कन्फ्युजनमा धेरै भाइ बहिनीहरूले चाहिँ के गर्नुहुन्छ भने ओल्ड इज गोल्ड त किन्यो तर त्यतिकै अलपत्र छोडिदिन्छ क्या। रियालिटी यही हो। तर म चाहिँ पर्सनली के चाहिँ गरेको थिएँ भने नि अलिकति दिमाग लगाएको थिएँ कि जुन त्यो ओल्ड इज गोल्ड हुन्छ नि त्यसैको सोलुसन ल्याएको थिएँ कि। क्लास 11 र 12 दुईटैमा हुन्छ क्या। एनएबीसँग एफिलिएटेड बुकहरू सोलुसनको रूपमा ओल्ड इज गोल्डको A to Z हुन्छ क्या त्यसमा। र त्यसमा रिसेन्ट इयरदेखि लिएर तपाईको पास्टको 10 इयर्स सम्मको क्वेसनहरु कसरी सोधेको थियो भन्ने कुरा सम्पूर्ण क्वेसनको कलेक्सन समेत एन्सर A to Z हुन्छ। कसरी यो क्वेसनको एन्सर गर्ने, किनभने के हुन्छ भने क्लास 11-12 मा कसरी हुन्छ भने नि अब त्यही क्वेसन हो। अब त्यही क्वेसनलाई यदि 4 मार्कको सोधेको छ भने कसरी लेख्ने, र त्यही क्वेसन सेम क्वेसन तर 2 मार्कमा मात्र सोधेको छ भने कसरी लेख्ने भन्ने कन्फ्युजन हुन्छ क्या। अब क्लास 11 र 12 यस्तो इम्पोर्टेन्ट क्लास हो अथवा यस्तो इम्पोर्टेन्ट ग्रेड हो, लेभल हो, जुनमा आएर यदि तपाईले टाइम म्यानेजमेन्ट गर्न सक्नु भएन भने तपाईलाई जति क्वेसन आए पनि, यदि तपाई जति इन्टेलिजेन्ट भए पनि तपाईले क्वेसन अभियसली छुट्छ नै छुट्छ क्या। त्यसैले पनि टाइम म्यानेजमेन्ट गर्नको लागि हामीलाई मार्क अनुसार छुट्टै कसरी कति लेख्दा बेस्ट र सुइटेबल हुन्छ र हामीले चाहेको जति मार्क पाउन सक्छु त भने पहिलादेखि नै माइन्डसेट बनाएर जानुपर्छ हो। र त्यही कुरा जति पनि सोलुसन सेटहरु छ सुरुमै किन्नु क्या। क्लास 11 मा जानु बित्तिकै त्यो किनिहाल्नु र सरले पढाउन बित्तिकै व त्यसमा भएका सम्भावित प्रश्नहरु, क्वेसनहरु के छ, के एक्जाममा सोध्न सकिन्छ भन्ने कुरा ओल्ड इज गोल्डमा पनि मिलाउनु र सोलुसन सेटमा पनि मिलाउनु। कुरा त्यही नै हुन्छ क्या। र त्यही क्वेसनहरु किताबबाट पनि पढ्नुस् र पढेर बुझ्नुस् क्या। भन्न के खोजे हो र त्यति बुझे एक्जामको लागि इनफ हो। तर हैन म त इन्टेलिजेन्ट छु, म त एक्जामको लागि हैन, म फ्युचरको लागि र म आफ्नै लागि मात्र पढ्छु, म बुझ्छु एक्जाममा जे होस् म आफ्नो लागि मात्र पढ्छु र म बुझेर पढ्छु भनेर छ भने तपाई पुरै किताब घोक्दिनुस्, बट द्याट इज नट पोसिबल। त्यसैले पनि म तपाईहरुले यो सानो टिप्स के दिन्छु भने नि तपाई त्यही ओल्ड इज गोल्ड होस् अथवा त्यो सोलुसन होस् त्यही पढ्नुस् र एनईबी मा जानुस्, तपाई पक्कै पनि A+ लिएर आउनुहुन्छ। अब म्याथमा होला 2 को ठाउँमा 4 हुन सक्छ, नम्बर चेन्ज हुन सक्छ, तर क्वेसन त्यही नै आउने हो क्या। त्यही नै आउने हो, त्यही मोडलमा आउने हो। त्यसैले पनि अलिकति दिमाग लगाएर ट्रिक युज गरेर अलिकति ट्रिक्स युज गर्नुभयो भने पनि कुनै पनि गाह्रो हैन। तर अलिकति दिमाग चाहिँ दौराउनु पर्यो है त, अलिकति स्मार्ट चाहिँ हुनु पर्यो है त। ल कुनै समस्या आयो भने चाहिँ मलाई मेसेज गर, म त्यो टपिकमा तपाईहरुको लागि भिडियो बनाइदिन्छु पक्कै पनि। ल।